सवारी साधनको रिटर्न टेस्ट दिन बसेको छ, नागरिक रिटर्न टेस्ट दिन आछ। नेपालको प्रथम सगरमाथा चढ्ने महिला को हुनुहुन्छ भन्ने किसिमको सामान्य ज्ञानको प्रश्नले त्यसलाई के जाँच्न खोज्या? नेपालको प्रथम राष्ट्रपति को हुनुहुन्छ, प्रथम राष्ट्रपति को हुनुहुन्छ भन्ने ज्ञानले सवारी साधन गति लिएर चलाउँछ चलाउन्न भन्ने कुरा। त्यसैले हाम्रा रिटर्न टेस्टको प्रश्नावलीहरू पनि त्यहाँनिर हामीले यसलाई रिभ्यू गर्नुपर्ने। त्यो चाहिँ नितान्त रूपमा सडक सुरक्षा, सवारी साधन सुरक्षा, आफ्नो केयरफुलनेस, यी कुराहरूसँग सम्बद्ध हुनु पर्यो सवारी साधनसँग। सामान्य ज्ञानको नाममा यस्ता त्यो व्यर्थका प्रश्न सोध्ने कुराहरू पनि हामीले बिर्सिनुपर्छ होला एउटा। अर्को चाहिँ त्यो रिटर्न टेस्ट पछाडि ट्रायल लिने गरेका छौँ एउटा सेट फर्म्याटमा ट्रायल, त्यो पनि ठिकै छ। एउटा प्रारम्भिक रूपमा ट्रायल के कस्तो गर्छ भनेर एउटा लिनुपर्ने। यी दुईटै टेस्टमा पास भएको मान्छे, चरणबद्ध रूपमा पास भएको मान्छे अब रोड टेस्टमा निस्किनु पर्यो। रोड टेस्टमा निस्केपछि जेब्रा क्रसिङमा प्रायोरिटी दिन्छ कि दिन्न, लाइट बुझेको छ कि छैन, पहेँलो घेरा बुझ्छ कि बुझ्दैन, डबल लाइन बुझ्छ कि बुझ्दैन, सिंगल लाइन बुझ्छ कि, पढ्न त पढ्यो, इन्फर्मेसन इज देयर, बट वेदर द क्यान्डिडेट हेज इन्टरनलाइज्ड द इन्फर्मेसन द्याट ही हेज एक्वायर्ड ओर नट भन्ने हेर्नलाई त्यहाँनिर त्यो बाहिर रोड टेस्ट लिनै पर्यो। पेडेस्ट्रियनलाई महत्त्व दिन्छ कि दिन्न, त्यसरी त्यो रोड टेस्टको जरुरत थियो। रोड टेस्ट लिइसकेपछि उसलाई प्रोबेसनरी पिरियड 1 वर्षको अथवा कतिको हो दिने एउटा प्रोबेसनरी पिरियड देखियो भने त्यसमा त्रुटि नगरी कन्फर्म लाइसेन्स भने त्रुटि नगरिकन 1 वर्ष अभ्यस्त भएको मान्छेले त्यसपछि 1 वर्षसम्म त्रुटि नगर्ने मान्छेले नगर्ला भन्ने अनुमान गर्नु पर्यो त्यहाँनिर। अनि उहाँले भोलिन्टियर पनि त्यहीँनिर भोलिन्टियर अब 20 आवर्स 40 आवर्स कति हो एउटा भोलिन्टियर गर्यो भने सडकमा अरूलाई गाली गर्न जति सजिलो छ, सडकमा ट्याँ र टुटु, अब हाम्रोमा त अलिक कम भएको छ, अरू देशमा त दिनभरि ट्याँ र टुटु गरेपछि मेरा नाम क्या है भन्दै बेलुकी आउला जस्तो छ मान्छे। त्यस कारणले त्यो सडकको ट्याँ टुटु, हाहा हुहु, अनि त्यो सडकमा उभिएर चलाउनेका बिचमा, सडकमा स्लालम सवारी साधन चलाउनेका बिचमा अय्या भर्खर बोहो बाल बाल बचियो भन्ने टाइपको परिस्थितिबाट गुज्रिँदाखेरिको दिनभरिको तनावपूर्ण अवस्थाको महसुस त्यो पोइन्टमा महसुस गर्ने स्थिति हुँदाखेरि त्यो व्यक्ति साँच्चीकै एउटा जिम्मेवार सवारी चालकको रूपमा परिष्कृत हुन सक्छ कि भन्ने हिसाबले मलाई चाहिँ त्यस्तो लाग्छ। यो मेरो व्यक्तिगत कुरा हो। अब यो कुरा चाहिँ फरक पनि हुन सक्लान्, विज्ञहरू यहाँ हुनुहुन्छ, उहाँहरूले त्यसमा चाहिँ आफ्नो राख्न सक्नुहुन्छ। उहाँहरूको विज्ञहरूको साथ सहयोगले हामी त सभ्य, समुन्नत, व्यवस्थित र हामीलाई ढुक्क हुने सडक प्रयोगकर्ता सवारी साधन चालक चाहिएको छ। त्यस कारणले त्यसतर्फको निचोडमा पुग्ने चाहिँ यहाँ मैले जानेभन्दा अझ थप कुराहरू विज्ञहरूबाट पनि आइ नै हाले होला भन्ने पनि आशा गरेको छु। त्यसैले यी सबैका बिचमा हामीलाई सबै सडक पूर्वाधारको विषय पनि छ, चालकको व्यवहारको कुरा पनि छ, सवारी साधनको अवस्थाको कुरा पनि छ, प्रविधिको प्रयोग पनि छ। अहिले हामीले ट्राफिक लाइट यो संसारमा एकमात्र राजधानी सहर हो जहाँ ट्राफिक लाइट यताको उता मिल्दैन, उताको उता मिल्दैन। ट्राफिक लाइटले रोकेर मान्छेलाई ठिक गर्छ कि बेठिक गर्छ नि मिल्दैन। ट्राफिक लाइट त त्यहाँ सकिएपछि सकिने किसिमको त प्रेडिक्टेबल हुनु पर्यो नि। अब कोही पनि छैन, खाली भइसक्यो, बलै गर्ने हो कि दिउँसोको सडक जाम हुँदाखेरिको अवस्था र राति खाली हुँदाको अवस्थामा एउटै टाइमिङको ट्राफिक लाइट नहुने हो कि त्यो सिङ्क्रोनाइज नहुँदाखेरि त्यो माइतीघर नेरको र उता थापाथलीको ट्राफिक लाइट नमिल्ने, बानेश्वरको ट्राफिक स्ट्यान्ड अलोन ट्राफिक लाइन, महाराजगञ्जको स्ट्यान्ड अलोन ट्राफिक लाइट, यो होइन। यसलाई चाहिँ सुधार गर्न, बृहत्तर रूपमा सुधार गर्नुपर्ने अवस्था छ। त्यसले हामीले फेसलेस बनाउनु पर्यो, सर्भिसलाई सर्भिस फेसलेस हुँदाखेरि सानसानो गल्तीमा एक्सक्युज मान्ने चलन छ नि। मैले गरेको कुरामा सबै क्षमा होस्, अर्कोले गरेकोमा न्याके गरोस् भन्ने जो परिस्थितिको बिचमा प्रविधिले ढाँट्दैन, प्रविधिले जे हो त्यही भन्छ भन्ने कुराको सुनिश्चितताको लागि पनि त्यसतर्फ लाग्नुपर्छ भन्ने कुरा पनि छ। त्यसैले यो के अरे प्रविधिको प्रयोग, कानुनको कार्यान्वयन, संस्थागत समन्वय तथा नागरिक सचेतना जस्ता पक्षहरूलाई एकीकृत रूपमा सम्बोधन नगरी दुर्घटना न्यूनीकरण चाहिँ यो गफ गर्ने छोड्ने होइन, यो त्यो सम्भव हुँदैन। त्यस कारणले त्यसतर्फ हामी सबैले एउटै मत राखेर ऐक्यबद्धता जनाउँदै, ऐक्यबद्धता साँच्चै जनाएको भने भोलिपल्ट त्यही काम गर्दै लाग्नुपर्ने यथार्थका बिचमा हामी यो छलफल गर्दैछौँ र निचोडमा पुग्दैछौँ।